10 बजे 10 खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न 6 चिनिया नागरिक सहित 52 जना पक्राउ। नवलपरासीको बिनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने। निजामती विधेयकमा भएको त्रुटि सच्याउन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको अनुरोध। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने। 11 जनाको ज्यान जाने गरी भएको बेङ्गलुरु भागदौड घटनामा आरसीबी नै जिम्मेवार। रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोध्यो। निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुने कार्यवाहक प्रधानमन्त्री सिंहको भनाई। आफ्नो उत्तराधिकारी हुने तिब्बती धर्मगुरु दलाई लामाको घोषणा। अमेरिकाले युक्रेनमा गर्दै आएको हतियार आपूर्ति रोकियो। ताप्लेजुङमा पहिरोले घर पुरिँदा 4 जना घाइते। र 25 जिल्लामा बाढीको मध्यम जोखिम। गैर कानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न 6 चिनिया नागरिक सहित 52 जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ललितपुर महानगरपालिका 4 दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्राली दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर तथा मिटु डेटिङ एप सञ्चालन गर्दै आएका थिए। यस्तै उनीहरूले कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका 13 चागलमा एक घर भाडामा लिई नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। उनीहरूको साथबाट स्रोत नखुलेको 13,79,950 रुपियाँ बरामद गरेको सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास बिनयी खोलामा पुल निर्माणको काम सकिएको छ। यो सँगै बिनयी खोलाको पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ। पुल कालोपत्रे गरिएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ बुटोल सडक आयोजनाले जानकारी दिएको छ। यसअघि पुरानो पुल गएको पुस अन्तिम हप्ता भत्किएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए। फलामे पुल भाँचिएपछि मालवाहक ट्रकहरू डाइभर्सन मार्फत तथा ससाना यात्रुवाहक गाडी वैकल्पिक मार्ग होङ्सी गेट सर्दी हुँदै दाउन्ने वारपार गर्दै आएका थिए। तर डाइभर्सन निरन्तर बाढीले बगाउने समस्या हुँदा शास्ति थियो। सडक विस्तार आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले निर्माण सम्पन्न पुल भोलिदेखि सञ्चालन गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। यस्तै दाउन्ने क्षेत्रमा सडक विस्तारको काम पनि भइरहेको छ। बिनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्नेमा काम पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नु पर्ने अवस्था छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले निजामती विधेयकमा भएको चलखेलबारे छलफल गरी उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ। यसका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गर्ने निर्णय भएको छ। साथै आजको बैठकले विधेयकमा भएको त्रुटिलाई सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 2 वर्षको कुलिङ पिरियड राख्नुपर्ने विषयमा आफू अहिलेसम्म अडिग रहेको र पछिल्लो प्रकरणमा दोषी ठहर भएमा कारबाही भोग्न तयार रहेको बताउनु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपालले स्वागत गरेको छ। यसअघि असार 4 गते अमेरिकी दूतावासले विज्ञप्ति निकालेर एमसिसी परियोजनालाई निरन्तरता दिने जनाएको थियो। तर एमसिए नेपालले आज विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको हो। विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विदेश छुट अन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसिए नेपालले स्वागत गरेको उल्लेख छ। एमसिए नेपालले 297 किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यक्रम सम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्ने सहितका काम कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न
एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको छ। भारतको केन्द्रीय प्रशासनिक न्यायाधिकरण CATले गएको जुन 4मा चिन्नास्वामी रङ्गशाला बाहिर 3 देखि 5 लाख जना मानिसको भिड जम्मा गर्नुमा रोयल च्यालेन्जर्स बेङ्गलुरू RCB नै जिम्मेवार रहेको बताएको छ। CATको 2 सदस्यीय बेन्चले RCBले विजय उत्सव कार्यक्रमका लागि आवश्यक अनुमति र सहमति नलिएको बताएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। RCBले कार्यक्रमका लागि पूर्व अनुमति नलिँदा अराजकता सृजना भएको खबरमा उल्लेख छ। पहिलो पटक उपाधि जितेको 1 दिनपछि RCBले विजय उत्सव आयोजना गरेको दिन भिड जम्मा भएको थियो। प्रहरीले भिडलाई सम्हाल्न नसकेपछि रङ्गशाला बाहिर भागदौड मच्चिँदा 11 जनाको ज्यान गएको थियो भने 50 जनाभन्दा धेरै घाइते भएका थिए। नेकपा एकीकृत समाजवादीले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर केही दिनअघि सार्वजनिक अभिव्यक्तिमा उहाँलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो। झाँक्रीलाई स्पष्टीकरण सोधेको र प्राप्त हुने जवाफका आधारमा छलफल गरी आवश्यक निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ। पार्टीका अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्व मन्त्री समेत रहेकी नेत्री झाँक्रीले काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिनुभएको थियो। झाँक्रीले प्रयोग गरेका शब्दलाई लिएर पार्टीभित्र उहाँको आलोचना भइरहेको छ। कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुने बताउनु भएको छ। आज काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको र यसबारे छानबिन हुने बताउनुभयो। छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुने उहाँको भनाइ छ। प्रतिनिधि सभाबाट गएको असार 15 गते पारित भएपछि विवादित बनेको निजामती विधेयक आज राष्ट्रिय सभामा सन्देशसहित टेबुल भएको छ। प्रतिनिधि सभाबाट पारित हुनुअघि 2 वर्षको कुलिङ पिरियड राख्ने समितिमा सहमति भएको भए पनि बाहेक शब्दका कारण विधेयक विवादित बनेको छ। तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारी हुने घोषणा गर्नुभएको छ। उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले भिडियो सन्देश जारी गर्दै धर्मगुरु छनौट गर्ने परम्परा आफ्नो निधनपछि पनि जारी रहने बताउनु भएको बीबीसीले जनाएको छ। तिब्बती धर्मगुरुले उत्तराधिकारी छनौट गर्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भन्नुभएको यो पहिलो पटक हो। उहाँले आफ्नो भावी पुनर्अवतार पहिचान गर्ने प्रक्रिया केवल फोड्राङ ट्रस्टसँग रहेको बताउनु भएको खबरमा उल्लेख छ। यो ट्रस्टको स्थापना उहाँ आफैले गर्नुभएको हो। चीनले तिब्बतमा प्रभाव राख्न आफ्नै उम्मेदवार छनौट गर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ दलाई लामाले यो घोषणा गर्नुभएको हो। मार्चमा प्रकाशित आफ्नो पुस्तक भोइस फर द भोइसलेसमा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मिने सम्भावना पनि रहेको बताउनु भएको छ। यो टिप्पणीले गर्दा चीन क्रुद्ध भएको छ। सन् 1950 को दशकमा तिब्बतलाई आफूमा गाभेको चीनले दलाई लामालाई पृथकतावादी मान्दछ। चीनले आफ्नो उत्तराधिकारी छनौट गर्ने अधिकार आफूसँग भएको बताउँदै आएको छ। सन् 1959मा चिनिया शासन विरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपछि दलाई लामा भागेर भारत पुग्नु भएको थियो। अमेरिका र रुस बीच चलिरहेको युद्धको बीचमा अमेरिकाले युक्रेनलाई दिइने केही हतियार सहायता रोकेको छ। व्हाइट हाउसकी प्रवक्ता एना केलीले यो निर्णय अमेरिकी राष्ट्रिय हितलाई प्राथमिकता दिने उद्देश्यले गरिएको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा विभागले अरू देशहरूलाई दिइने सैन्य सहायता र सहकार्यको समीक्षा गरेपछि पछिल्लो कदम चालिएको भनेको छ। सन् 2022 को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अरबौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ। तर पछिल्लो समयमा ट्रम्प प्रशासनभित्र केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डारण कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए। युक्रेनी सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन। रोकिने हतियारहरूमा वायु रक्षा मिसाइल र छोटो दूरीका पनि समावेश छन्। यसअघि गएको महिना नेटो
शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको थियो। सिदिङ्गा गाउँपालिका 3मा गएराती पहिरोले घर पुरिँदा 4 जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिनुभयो। घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये 3 जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि 5 थर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 25 जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, डोटी, डडेलधुरा, बैतडी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, सङ्खुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोर्खा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र काभ्रेपलाञ्चोकमा बाढीको मध्यम जोखिम छ। यसैगरी ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई बग्ने केही ससाना नदीको बहाव बढ्न सक्ने र बाढीको सामान्य जोखिम रहेको मौसम महालेखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा यति बेला मौसम सामान्यतया सफा छ। धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ। दिउँसो पख धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।